जब तपाईँ कन्ट्रिब्युटिभ मोड, जब तपाईँ त्यागमा जान्छ, सेक्रिफाइसमा जान्छ, मैले दिनुपर्छ, डिस्ट्रिब्युटमा जानुपर्छ, त्यो सम्झनुहोस् तपाईमा ज्ञानको प्रवृत्ति हो। यानि यो नर्ग के हो, नर्ग के हो, स्वर्ग के हो। यानि नर्ग तपाईँ जो जन्मियो नि यो नर्ग, यानि तपाईँको पास्ट कर्म, पहिला तपाईँले गरेको कर्म, यानि तपाईँको मातापिता बाबुबाजेले गरेको कर्म र तपाईँले गरेको कर्म, यो दुईटा जोडिन्छ। तपाईँले गलत कर्म गर्यो त्यो तपाईँको छोरा नाति, यानि तपाईँको अर्को जीवन। यहाँ के हो, पुनः जीवन छ नि त। बाबुबाजे तपाईँको पहिलाको जीवन हो, तपाईँ हो यो अहिलेको जीवन हो, र भोलि हुन्छ तपाईँको बच्चाले जो भोगत्छ नि त्यो बच्चाको जन्म हो। यदि तपाईँले गलत गर्यो, चोरी गर्यो, यो गरेर तपाईँले बच्चालाई दियो भने त्यो बच्चाले जुवा खेलेर अनेक नसा पानी गरेर आफ्नो ज्यान फालिदिन्छन्। फेरि उनको बच्चा यसरी कर्मबद्ध रूपमा चल्छ। तपाईँको कर्म र पहिला गरेको कर्मलाई जोडेर तपाईँको भाग्य बन्छ।